साथीहरु आज चाहिँ हामी घुम्न जान लाग्यो Hello guys. Hello guys, the vlog. Wait guys, one is साथी हो. मेरो साथीहरु. हजुर हाय हामी घुम्न जान लाग्यो त्यो चाहिँ थाहा छैन कहाँ हुन्छ Bluetooth mode. FM mode. यस्तो चर्को घाम लाग्छ कि साथीहरु चर्को घाममा हामी चाहिँ जान लाग्यो मेरो हालत यस्तो छ घाम लाग्छ आज हामी के अरे कहाँ घुम्न जान लाग्यो अहिले देख्नुहुन्छ हामी त घुम्न जान लाग्यो जोटीलाई घुमाउने उता भरतपुर चितवनतिर घुमाउन लाने यहाँ चाहिँ बायालाई नअटेर यहाँ चाहिँ यस्तो आइडिया पछाडिनु हामी चाहिँ अब अगाडि बस्ने कस्तो हुन्छ साथीहरु हामी चाहिँ आइपुगिसक्यो हामी चाहिँ अम्ब्रेला स्टेटमा यतिजना छ Vamos, Lança! Susana!
हामीले यहाँ टुप्पी ठाडो पारिदिइसक्यो यार कौडा गरौँ भाइ खोइ मामा हामी चाहिँ खाजा खान जानु लाग्यो यो बन्द गरिदियो खाजा खान जानु लाग्यो अब साथीहरू यस्तो ठाउँमा आएको छ है हामी चाहिँ भएको छ हामी चाहिँ अहिले चितवनतिर हो गाउँतिर स्टाइल है बाबू भैया राजू का स्टाइल बोलाउनु कस्तो रहेछ यहाँ चाहिँ लाबरको फुल लाबरको फुल रहेछ नि कस्तो लाग्यो तपाईँले भन्नु त एकदम राम्रो फेरि आउनु आउने फेरि आउने आउनु नि फेरि नआउने यस्तो है कति राम्रो छ अलिअलि खाना लाग्यो इसको निस्जाले अनि कहाँ निस्जाले हेलो हेलो गाइस यो भिडियो बनाउनु लाग्यो अलिक पछि गएर दर्शकले देखाउनु ओके बिर्सिसके तिर्छ सानो हेलो साथीहरू हामी चाहिँ सीतामै आएको हेलो गाइस ये सब क्या देखना पड़ रहा है यो गेट हो टिकट काट्नु रहेछ हेलो गाइस यहाँ पार्किङ म बाबा बाबा झूठ पे झूठ झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती हजुर आके हामी चाहिँ भइसक्यो
यस्तो छ यहाँ खोला खोइ खत्री हो कि के हो नि कति जाने हो अब त बोटिङ उसमा नजाने भए बुङ्गुर रहेछ ये फंस गया सीएम साथीहरू यहाँ चाहिँ यस्तो भत्किएको पुल छ कि भात जस्तै छ कि साथीहरू यो पुल यो चाहिँ पहिला पुरानो बाबाजीको पालाको चीटिंग करता है तू चीटिंग करता है तू यो चाहिँ गोरु फेरि त्यो गाउँतिर जोड्ने गोरु हेर्नुहोला गोरु यो ढिकी कोले पिन्नु भएको साथीहरू यस्तोमा ढिकी ल हामी चाहिँ अब अर्को ठाउँमा जान्छौँ त्यो सिटामा है साथीहरू यो चिकनमा रहेको भरतपुर कति भरतपुर सबै आँपको बोट हो यो यस्तो छ अहिले चाहिँ 4 बजिसक्यो यहाँ कटरको बोट पनि रहेछ कटर कता मामा अब यता जाँदैछौँ यसो लिएर होइन त यसोसम्म त होइन साथीहरू भन्दैन नजर है ल नजर त्यहाँ आगे नपर्छ नि त्यसरी उनीहरूले दियो भन्छ ल बोलेन भने ल धमकी की छो देता है हेलो साथीहरू होइन हामी चाहिँ अब एकजना मात्रै उही मन्दिर हामी चाहिँ जङ्गलमा आएको होइन ग्यास यहाँ चाहिँ माथि मन्दिर छ यहाँ भाइहरू हाई गरिदेऊ यता खोइ हाई ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ मैले के गर्छु यस्तो रमाइलो भएको छ यहाँको गाउँमा म चाहिँ अब भोलि जान्छु घरमा त्यसैले आज घुम्न आएको हामी तपाईँ पनि आउनु मन लाग्छ भने चाहिँ आउनु होला यस्तो रमाइलो छ अनि यहाँ चाहिँ राम्रो सुविधा छ कि यहाँ पानी खानुको लागि पानी राम्रो पानी छ अनि यहाँ टोइलेट छ यहाँ चाहिँ सबै सफा राख्छ हेर्नुहोला सफा यो चाहिँ सिङको दाउरा छ सिङको दाउरा
यहाँ चाहिँ पानको पात पानको पात विक्रम बाबा ये ठोक विक्रम बाबा यहाँबाट वहाँसम्म लाग्यो कहाँ के घुमेर आइसक्यो हामी चाहिँ अघि हात्ती दिइसक्नुभयो तपाईँहरूले अब हामी चाहिँ घर फर्किँदै दौरा यो त्यस्तो धेरै छ त्यो गैँडाको सिङको कपी गरेर बनाएको हाई गरिदिनु न हाई गरिदिनु त ल धेरै राम्रो ऊ नमस्कार बोल्नु के बोल्छ बोल्नु त के बोल्ने ज्योतिलाई चितवनतिर घुमाउन ल्याएको गाउँतिर जस्तै भयो वन जङ्गलमा घुमाएर हिँडा ज्योति कस्तो लागिरह मनमा रमाइलो लाग्छ हिँड्नु त्यो कसरी ल यो चाहिँ सीतामाई प्रवेश गर्ने ठाउँमा यो गेटतिर हो यो यहाँ चाहिँ टिकटक बनाउने ठाउँ ल यसरी हेरेर टिकटक बनाउने ठाउँ यो चाहिँ ल हेर्नु त सबैले देखेको हेलो गाई सबै हाई हाई गरिदियो सबै यता ओ यतापट्टि ल भयो होला ल यहाँ गेट हामी सीतामाईको गेटबाट निस्किँला धन्यवाद भनेर लेख्नु भएको ल अच्छा यता उल्टो सुल्टो भयो नि त के नि हुन्न है ल हामी चाहिँ गेटमा आइपुग्यौँ फाइनली घुमेर आयो हामी सीतामाई भित्र हेलो गाइस यो सबै सीतामाईको ठाउँ भयो भर्खर भर्खर बाहिर निस्किन्छौँ अब हाम्रो फाइनली हाम्रो अटो पनि आइपुग्यो ए अटो भएको ठाउँमा आइपुग्यो हामी अटो त हाम्रै हो ल अब हामी बाटोले पोखरी जाँदैछौँ अब हामी बाटोले पोखरी जाँदैछौँ अब घुम्नको लागि हामी अम्बुलेन्स पनि घुम्यो सीतामाई पनि घुम्यो अब ल अटो आइपुग्यो अटोमा बस बस त्यसरी बस्छु है यसरी बस्नुहुन्छ साथीहरू अब हामी चाहिँ बाइक के अरे बाटुली पोखरी जानु लाग्यो यतिजना प्याक छ सबै प्याक प्याक छ हामी चाहिँ झरिसक्यो अटो कस्तो छ त यो समातिन्छ देखायो हेलो हामी चाहिँ माई पोखरी घुम्न आएको
यही छ साथीहरू जलकुम्डी चाहिँ मैले त यहाँ भनेको माछा पाउँदैन यहाँ माछा पाउँछ हेलो साथीहरू हामी चाहिँ के भएको यो ढलेको होला है ब्रो ओ ब्रो हामीले चाहिँ भोटी दिएको जानु न ए जानु हाम्रो ब्लगर दाइ पैसै बाना सुबिया